कहिलेकाहीँ एक्लै काम गरिरहँदा मलाई के सोच्न आउँछ भने नि, यति राम्रो गराएर सजाएको घर, मेरो घर, हाम्रो घर भनी एक एक सामान जोड्दै अझ थप के राख्दा राम्रो होला, अझ के राख्दा आकर्षित देखिन्छ होला, आनन्दित देखिन्छ होला भन्दै सजाएको मेरो घर। समय बित्दै जान्छ, समयलाई त हामीले रोक्न सकिँदैन। अनि यही घरमा हामी पाहुना भई आउने दिन, त्यो सम्झिँदा त मेरो मनमा साँच्चै कस्तो खिन्न अनि कस्तो नरमाइलो लाग्छ के। अनि हाम्रो दिदी बहिनीको ग्रुपमा पनि हामीले कुरा गर्दाखेरि यस्तो सोफा राख्नु पर्छ है, हामीले पनि टी टेबलहरू यस्तो लिएर आउनु पर्छ भन्दै हामीले कति कुराहरू गरिराखेको हुन्छौँ के। अनि त्यो कुराहरू सोच्दाखेरि जुन त्यो समयमा चाहिँ यही घर आउँदा नि पर्मिसन माग्नु पर्छ, आफ्नो जिम्मेवारीले रोकिनु पर्छ है भन्ने सोच्न आउँछ कि। हुन त छोरी हुनु सहज त होइन के, एकदमै गाह्रो है। मैले छोरालाई मात्र सजिलो र छोरीलाई एकदमै गाह्रो भन्न खोजेको पनि होइन। सबैलाई आफ्नो आफ्नो वेदना एकदमै ठुलो लाग्छ। हुन त कति पुरुष कति छोराहरू आफैले बनाउनु भएको सुन्दर आफ्नो घर, आफ्नो मेहनतको घरमा बस्न पाउनुहुन्न, देश छोडेर टाढा जानु भएको हुन्छ, विदेशमा दुःख गरिराख्नु भएको हुन्छ। त्यही घरमा आउँदा पनि फेरि पाहुना भएर आउनु पर्छ, आफैले मेहनत गरेर बनाएको घरमा पनि के। त्यसकारण कहिलेकाहीँ सोच्दा, कहिलेकाहीँ सोचेको सपना, इच्छा, चाहनाहरू पूरा नहुँदा नि म त मन दुखाउनै छोडेको छु। केही समय थियो, केही वर्ष अगाडि मैले आफूले चाहेको इच्छा चाहनाहरू पूरा नहुँदा कति मन दुखाउने, कति कुराहरू सोच्ने कि एकदमै ओभर थिङ्किङ माइन्डेडको। त्यो भएर एउटा एलोपेसिया डिजिज जुन चाहिँ रोग देखिन नसकेर हाम्रो चाहिँ कपाल चाहिँ एकदमै गोलो गोलो सेपमा झर्न सुरु हुन्छ कि, खाली भएर मेरो कपाल पुरै बिस्तारै झर्दै गयो। डाक्टरले मलाई कपाल फ्याक्नु पनि भनेको थियो, तर मैले पलाउँछ भन्ने विश्वासले मैले फ्याकिन। बिस्तारै 2 वर्ष 3 वर्ष पछाडि फलोअप चेकअप गर्दै गए। अहिले चाहिँ मेरो कपाल भर्खरै बच्चाहरूको कालो भएर आउँछ नि, त्यस्तै तरिकाले चाहिँ आएको छ। कस्तो कस्तो अवस्थामा त हामी मजबुत बनेर अगाडि बढ्नुपर्छ। मानिस हुन त सजिलो होइन कि, जीवनयापन जिउने क्रममा हामीले कति दुःख सुख भोगेर हामी अगाडि बढिराखेको हुन्छौँ। कहाँ सजिलो छ र है। त्यसकारण खुसी हुन सिक्नुपर्छ। सानो समस्या त केही होइन भनी हामी अगाडि बढ्नुपर्छ। यो समस्या त मैले सहजै कटाउँछु।